बिहानको 6:40 बेबे उठ्दिनौ लेजी गलो हाई भन्दियो उठ नि त अब म यस्तो मिठो मिठो खाजा बनाउँछु तिमीलाई भनेर बसिरहेको ल गाइजहरु वेलकम ब्याक टु माई च्यानल अगेन आज हामीसँग छ आजको दिन भनेको स्पेशल दिन हो आजको दिन हैन के दिन आजको स्पेशल दिन छ किनभने म देखाउँछु म भन्छु नि आजको स्पेशल दिन भनेको फिफा वर्ल्ड कप 2026 को राउन्ड अफ 16 मा छ क्यानाडा र मोरक्को 10 AM तपाईहरुले देख्न सक्नुहुन्छ र म क्यानाडा बस्दै आएको 5 इयर्स भइसकेको छ त्यही भएर आम सपोर्टिङ क्यानाडा आज मेरो भान्सामा के बन्दैछ भने भान्सा हैन सरी किचनमा मेरो किचनमा के बन्दैछ भने म बनाउँदैछु पकौडा मैले मसला रेडी गराएर राखिसकेको छु त्यसपछि यो पकौडा चाहिँ यसको लागि हो यो हामीले ब्रेडहरु खान्थ्यौं नि ब्रेडमा मसला लगाएर टक्क राखेर फ्राई गरेर त्यसको लागि त्यसपछि छ मसँग अर्को यो चाहिँ हो पकौडा स्पेशल पकौडा मसलामा चाहिँ हामीले यहाँ नुन खुर्सानी हाल्नै छ धुलो खुर्सानी र नुन ओके हामीले मसला बनाइसक्यौं अनि यो ब्रेडमा चाहिँ यसरी लगाउने Let me try masala. Fuck. Like this. हे हामीले बेसन पनि बनाइसक्यौं हैन तेल पनि रास तातिसक्यो छ See? You can hear the sound, right? अब हामीले पकौडा हाल्न सुरु गर्छौं almost ready हुँदैछ हाम्रो पकौडा almost यस्तो खालको नि बनाएको कि अहिले यस्तो खालको पहिला हामीले खाइन्थ्यो नि त्यही भएर स्कुल जाने बेलामा ओके पकौडा रेडी हुँदैछ म यता लाइभ पनि बसिरहेको छु डु यु लाइक ट्युनिसिया ये ट्युनिसिया गो ट्युनिसिया ओ ये ट्युनिसिया आई होप ट्युनिसिया gonna win the world cup ल यस्तो छ अनि यता हाम्रो मुभी पनि चलिरहेछ म्याडम थकित म्याडमलाई अब खुवाउन पर्छ एकलट अनि त्यसपछि फुल पावरमा आउनुहुन्छ म्याडम ओके यो लट रेडी भयो हैन यसलाई अब निकालौँ हामी ओके कस्तो भयो त नि हाम्रो ब्रेड त अझै रहेछ त्यहाँ मिठो भयो